यो रुखहरू चाहिँ कसले किन्छ खास यो ल्यान्डस्केपरहरूले मान्छेले इन्डिभिजुअल त्यो मान्छेहरूले किन्छ किन्दैन इन्डिभिजुअललाई बेच्दैनन् ए हो ल्यान्डस्केपर अनि होलसेल नर्सरी ए त्यस्तोहरूलाई मात्र यो सबै ट्रीहरू उनीहरूकै लागि मात्र हो ए भन्छ जस्तो मैले अब इन्डिभिजुअल मेरो घरको लागि किन्छु भन्यो भने पाइँदैन किन नपाइने होइन मान्छे धेरै आउँछन् डिस्टर्ब हुन्छ ए ओके होलसेल ट्रीहरू है यो होलसेल नर्सरी वाउ यो सबै होलसेल ट्रीहरू होलसेल कस्तो मजाको किसिम आइमे नि आउ त कम है ए यसको स्मेलहरू गर्न मिल्छ है स्मेलहरू गर्न मिल्छ होइन यो क्रिसमस ट्रीलाई चाहिँ कति पर्छ त किन यो क्रिसमसको लागि हो त यो हो क्रिसमस ट्री नै हो त यो क्रिसमस ट्री ए अनि यस्तो रुखहरू कति पर्छ नि यो त्यो पनि पर्छ 100 जति सबै ट्रीको एभरेज 100 जस्तो हो अझ होलसेलमा भएन 100 होइन त यो चाहिँ तर चियामा नै हालेर खान्छ मान्छेले कुन चाहिँ लेमन ट्री लेमन ग्रास के भन्छ यसको नाम लेमन ग्रास हो ओ यस हो यो के हो यो यसको नाम ओ मलाई बास्न त याद भयो दिस के लेमन सेन्टेड भन्ने हो हैन ओ द्याट्स नाइस है कस्तो मिठो स्मेल है लेमन सेन्टेड के भन्ने कस्तो स्ट्रङ स्मेल छ चियामा नै हाल्छ क्या मिठो स्मेल छ यार यसको त ल यो सबै होलसेलको ट्रीहरू यो होलसेलको साउजी हाम्रो साउजी उहाँहरू हो यो होलसेलको ट्रीहरूलाई यो कसैलाई इन्डिभिजुअली कसैले किन्छु भन्यो भने चाहिँ पाइँदैन तर अब कम्पनीहरूको लागि फार्म नो समथिङ उसलाई थाहा छ उनीहरूले चाहिँ किन्न पाइयो कति धेरै छ यहाँ ल सब कस्तो राम्रो भएको छ प्लान्टहरू कति धेरै पनि रहेछ के रुख रहेछ यो त क्रिसमस ट्री ए यहाँनिर यस्तो पानी खोलिदिने रहेछ अनि सबै प्लान्टहरूमा पानी पुग्छ यो चाहिँ सानो सानो स्मल प्लान्टहरू भयो के छ यहाँ थाहा छैन मलाई यो यिनीहरूको नामहरू नै तर कति धेरै छ यार म्यासिभ छ अनि यो सबै होलसेलको लागि मात्र होलसेलर सपहरू डिलरहरू आएर के हो मलाई थाहा छैन तर हुन चाहिँ यही हो कस्तो दामी यार लानु पाएन हुन्थ्यो 2-4 घरमा दिन्न भन्छ के गर्नु कस्तो राम्रो राम्रो रहेछ नि आहा यो पनि क्या दामी छ है यो पनि राम्रो रहेछ उ त्यो मन पर्यो मलाई तिनीहरू सबै राम्रो रहेछ यो हाम्रो नेपालीको फार्म हो है यसको अब यसमा लगानी कति छ अघि भनेको थियो कति मिलियन भनेर हाम्रो मिलिनियर दाजुको फार्म हो यो अनि त्यो मिलिनियर दाजु चाहिँ मेरो आफ्नै दाजु हो बाइ द वे क्या दामी रोजमेरी जस्तै रहेछ यो आई थिङ्क दिस इज रोजमेरी है ओ यहाँ अर्को देखि
चाहिँ के हो यो प्लान्ट बन्दैछ ठुलो भइसकेको रहेनछ यसरी सेडमा राखेर उनीहरूले बनाउँदैछ यसलाई कति धेरै छ आहा यो त 2-3टा घरमा लिएर जान पाए नै हुन्थ्यो नि क्या दामी छ कस्तो राम्रो रहेछ नि यो त वाओ दिस इज नाइस दिस वान इज अल्सो गुड राम्रो रहेछ है सबै राम्रो छ यार त्यो पनि राम्रो छ हो कति धेरै छ ल यहाँ कतिवटा आई थिङ्क इट्स मोर देन 100 मैले यो प्लान्ट चाहिँ मोर देन 100 भनेको है यो मात्र यसको चाहिँ बिरुवा बनाइरहेछ है यसरी बिरुवा बनाउँछ है यहाँनिर